यो चाहिँ गलकौडी भन्छन् हाम्रोतिर, हजुरकोतिर के भन्छन्? यो चाहिँ गलकौडी ठिक्क फलेको अझ धेरै। यो चाहिँ गलकौडी फलेको छ, जताततै गलकौडी फलेको छ। यो चाहिँ ढुटेलो स्टार क्रिम्सनको स्याउ, नयाँ जातको। यो चाहिँ गोल्डन र रोयल डेलिसियसहरू स्याउ छ। यो पनि त्यही अझ बेसी फलेको त्यो भइहाल्यो। स्याउहरू कतै कतै झार उम्रिएछ, कतै सिमी उम्रिएछ। यो चाहिँ स्याउहरू स्याउ छ, विभिन्न जातको स्याउहरू। गोल्डन स्याउ यो चाहिँ गोल्डन डेलिसियस, यो चाहिँ रोयल डेलिसियस। अघि लगाएको छ यो चाहिँ ओखर, यो चाहिँ ऐरी भन्छ। ओखरहरू भयो। यो चाहिँ चोतो भइहाल्यो, चोतोको बिउ 1 वर्ष पुरानो भएपछि बिउ हुँदैछ। यो सिमीहरू आफै लागेको। यो चाहिँ स्टार क्रिम्सनको स्याउ, नयाँ जातको। यो चाहिँ आरु, सानो सानो चाहिँ बेसी स्याउ फलेछ। छेउमै 4000 मिटर उचाइको भुरचुल्ला पहाड। यो चाहिँ 2400-2500 मिटर उचाइमा भएको बगैँचा। त्यो बगैँचामा विभिन्न जातका स्याउहरू छन्। नयाँ लगाएको स्याउहरू पनि छ, ओखरहरू। यता चाहिँ आधुनिक घार र परम्परागत घारमा मौरी पनि छ। अनि थोरै पानी, यो चाहिँ स्ट्रबेरीहरू थोरै गोलमेडाहरू पनि यहाँ छ। स्याउहरू, स्याउसँगै बिचमा मौरी पनि छ। यो चाहिँ स्याउ टिपिसकेपछि राख्ने सेलार स्टोर। आरु, यो चाहिँ मेल वाइल्ड एप्पल भन्छ। यो चाहिँ स्याउ चाहिँ योबाटै बनेको भन्छ नि। अनि यो चाहिँ आरु, अर्को आरु चुल्ली आरु भन्छ। यहाँ चाहिँ सँगै औँसेलो लटरम्म फलेको औँसेलो पनि छ फार्मभित्रै। स्याउ बगैँचाभित्र चाहिँ ऐसेलु फलेको छ। अझ धेरै ऐसेलु। अर्को बोट, यो चाहिँ आफै उम्रेको स्याउको बोट। यो चाहिँ सिँचाइको लागि पानी ट्याङ्की, 50,000 लिटरको पानी ट्याङ्की छ। ओखरहरू छ, आरुहरू छ। अरू यहाँ चाहिँ स्ट्रबेरीको एउटा प्लान्ट छ, ट्रायलको लागि लगाएको। यता छ, यो चाहिँ किम्बु मलबेरी प्लान्ट। यता सल्ला भइहाल्यो। यो चाहिँ भुटहरू मेलहरू भइहाल्यो। यो चाहिँ अङ्गुरहरू, अझ धेरै ऐसेलु।